दिमाग छैन तपाईको एउटा यो हैन यत्रो हात नहाल्नु हेरेर हैन हात नहाल्नु किन गरे ओए नानी पुलिस त्यो त्यहाँ नम्बर सेभ गरेर फोन गर्दा यस्ता मान्छेलाई पुलिसलाई फोन गर्छ के ए पुलिस यस्तो छ यहाँको धन्दा चाहिँ उहाँले चाहिँ धन्दा के भन्नु धन्दा भने मुतुन भेरे जिन्दगीमा जोगाएन भने मा दुःख पाउँछ हो त्यो कुरा तपाईले जोगाउनु पर्यो के हेलो साथीहरु वेलकम अनि नमस्कार पक्कै पनि तपाईहरुले माथिको हाइलाइट्स देखेर थाहा पाइसक्नु भएको छ हैन यति बेला चाहिँ म विशेष गरी बौद्ध नयाँ बस्ती युवा क्लबनिर आइसकेको छु र यो हाम्रो ठ्याक्कै युवा क्लबनिर चाहिँ माया डाङ्गी तपाईहरुले पक्कै पनि चिनेको नाम उहाँले चाहिँ यहाँ स्पा खोलेर चलाइराख्नु भएको अवस्था छ हैन र स्पा सँगसँगै अहिले चाहिँ उहाँले फड्को मारेर फेरि क्याफे पनि खोल्नु भएको छ जे होस् एउटा नेपाली चेलीले बहुत दुःख सङ्घर्ष गरेर चाहिँ गाउँठाउँबाट आएर यो काठमाडौँ जस्तो ठाउँमा चाहिँ एकदम राम्रो प्रगति गरिरहेको अवस्था छ र यही अवस्थालाई हामीले आज चाहिँ व्यङ्ग्यात्मक तरिकाले प्रचार गर्दैछौँ साथीहरु यसलाई अन्यथा नराम्रो नसोच्दिनु होला मैले जहिले पनि तपाईहरुलाई चाहिँ हँसाउनका लागि मात्र यो भिडियो बनाउने गर्दछु हैन कमेडी भिडियोहरु त्यसकारणले गर्दा अन्यथा चाहिँ नसोच्दिनु होला अब तपाईहरुलाई हँसाउँदै गर्दाखेरि चाहिँ नि कसैको नेचुरल कुराहरुलाई ल्याएर अलिकति व्यङ्ग्यात्मक गरेर चाहिँ हँसाउनु पर्ने हुन्छ त्यसकारणले मैले धेरै लामो समयपछि आज चाहिँ प्र्याङ्क गर्न गइरहेको छु माया डाङ्गीलाई हामी स्पेशल आज रिपोर्टर पत्रकार भएर हामी त्यहाँ जाँदैछौँ हैन यहाँ चाहिँ के भइरहेछ कसरी भइरहेछ यो कसरी पैसा कमाइयोदेखि लगायतका कुराहरू हामी चाहिँ त्यहाँ गएर अलिकति ल्याङ गर्ने प्रयास गर्नेछौँ हेरौँ कस्तो हुन्छ हैन मायाको रियाक्सन कस्तो आउँछ ल अब फलो गर्दै जानु होला र तपाईहरु नयाँ जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र साथसाथै तपाईहरुलाई युट्युब च्यानल व्यवसायको लागि चाहिरहेका छन् भने पनि तपाईहरुले चाहिँ युट्युब च्यानलहरु यति बेला हामीसँग रेडी छन् लिन सक्नुहुनेछ सम्पर्क गर्न सक्नुहुनेछ र साथसाथै बाइकहरु स्कुटरहरु किनबेच गर्नु पर्यो भने चाहिँ अब मेरो सामाकोसीमा पसल छ हैन बाइक रिकन्डिसन तपाईहरु आउन सक्नुहुन्छ र विभिन्न व्यवसायका लागि अथवा घर जग्गा बिक्री वितरणका लागि पनि तपाईहरुले विज्ञापन गर्नु पर्यो भने हामीलाई सम्झिन सक्नुहुनेछ है त साथीहरु ल अब चाहिँ हामी जाँदैछौँ माया डाङ्गीलाई प्र्याङ्क गर्न मुटु ढुकढुक गरिरहेछ धेरै भयो नगरेको अब हेरौँ ल वेलकम टु भने चाहिँ रेस्टुरेन्ट अनि त्यसपछि ह्याप्पी हेल्थ स्पा भन्ने रहेछ सायद ह्याप्पी हेल्थ स्पा भनेको भनेपछि यता आउँछ अनि यो चाहिँ ह्याप्पी हेल्थ स्पा भन्ने यही होला हैन सर ए ल ठिक छ यो भयो अनि त्यसपछि स्पा चाहिँ तल रहेछ भनेपछि रेस्टुरेन्ट माथि होला अलिकति अँध्यारो देखिन सक्छ साथीहरू अलि किनभने यहाँ त्यस्तै छ अवस्था कुन चाहिँ हामीभन्दा माथि हो कि यही हो सर यही नै हो ओके अब सुरु हुन्छ हाम्रो पारा ल यताको होला त्यसपछि यताको चाहिँ के रहेछ सर यता हेरौँ त पहिला अनि त्यसपछि हामी के हो भाइ यता किचन हो यो किचन रहेछ अनि यताको चाहिँ ल तपाईहरुले देख्न सक्नुहुन्छ दर्शकबिन यति बेला मैले तपाईहरुलाई चाहिँ माया डाङ्गीको यसलाई प्रगति भन्ने कि हैन अथवा चाहिँ यहाँको भित्री लुटतन्त्र भन्ने कि अथवा चाहिँ यहाँको के भनौँ हैन त्यो विषयमा उसको तपाईहरुले देखिराख्नु भएको छ पक्कै पनि तपाईहरुले चिन्नु पनि भएको होला माया डाङ्गी यहाँ माया डाङ्गी भन्ने तपाईँ नै हो है हजुर यहाँ हामी चाहिँ अलिकति रिपोर्टिङको लागि आएको तपाई पत्रकार हो हजुर हो तपाईँ पत्रकार भन्ने के प्रुफ छ किन चाहिँ पत्रकार हो भने त चाहे त पत्रकारको कार्ड चाहियो अनि त्यतिकै अर्काले यहाँ बसेर खाइरहेछ के गरिरहेछ यहाँ अर्का घरि किचनतिर छिरिरहेछ घरि कता लाज लाग्दैन अनि इन्टरभ्यु नै गर्नु मन छ भने बसेर यो सल्लाह गर्न सकिन्छ सुन्नु त तपाईको हामी इन्टरभ्यु लिन आएको जस्तो लाग्छ तपाईलाई के गर्न आएको अनि अहिले भगत पत्रकार भने हैन पत्रकार हो तपाईको इन्टरभ्यु गर्नुपर्छ भन्ने जरुरत छ र भने अनि किन
आएको त सबैले तपाईँको प्रशंसा गरिदिनुपर्छ भन्ने छ तपाईँ चाहिँ किन आएको तपाईँ चाहिँ मेरो के खेत गर्न आएको खेत होइन तपाईँको हामीले चाहिँ यहाँ छड्के गर्न आएको तपाईँको जुन भर्खरै योभन्दा पहिला चाहिँ स्पा चलाइराख्नु भएको थियो अहिले क्याफे चलाइराख्नु भएको छ होइन के स्पा चलाउन कि मैले ठुलो गल्ती गरेँ तपाईँले गल्ती गर्नुभयो भने छैन तपाईँले यहाँबाट यति धेरै पैसा यति छिट्टै तपाईँले कसरी कमाउन सक्नुभयो स्पादेखि क्याफेसम्म कसरी आउनुभयो यो विषयवस्तुलाई चाहिँ हामीले रिपोर्टिङ गर्न आएको किन यो एउटा स्पावालीले एउटा सानोतिनो खाजा खाने एउटा क्याफे खोल्न नसक्ने हो अनि क्याफे खोल्न नसक्ने यत्रो लगानी कहाँबाट आयो तपाईँसँग लगानी कहाँबाट आयो किन लगानी के तपाईँले तिर्दिने हो र ठिक छ तपाईँको कुरा आफ्नो ठाउँमा राख्नुहोस् मलाई रिपोर्टिङ गर्न दिनुहोस् होइन म रिपोर्टिङको लागि हो होइन हेर्नुहोस् पक्कै पनि दर्शकबिन होइन जो कोही एउटा गाउँबाट आएर सामान्य तरिकाले चाहिँ यतिको व्यवस्थापन गर्न सक्दैन उहाँले कुन तरिकाले चाहिँ यो व्यवस्थापन गरेर चलाइराख्नु भएको छ यहाँको रेस्टुरेन्ट यहाँको क्याफे हजुर कुन तरिका भनिरहेको के तरिका देख्नु तपाईँले किन गाउँबाट आएको मान्छेले एक गर्न सक्दैन हो ल भन्नुहोस् तपाईँले क्याफे खोलेको कति भयो मैले क्याफे खोलेको भर्खर अस्ति 19 गते ओपनिङ गरेको क्याफेभन्दा अगाडि तपाईँले स्पा चलाएको कति भयो स्पा चलाएको मैले 2 वर्ष भयो 2 वर्ष भयो 2 वर्षमा तपाईँले त्यत्रो क्याफे चलाइराख्नु भएको छ तपाईँसँग स्टाफहरू कति छ किन तपाईँले स्यालेरी दिने हो हजुर तपाईँले स्यालेरी दिने अनि तपाईँले भन्नु न स्टाफहरू कति छ तपाईँको मेरोमा छ नि 9-10 जना छ 9-10 जना 9-10 जना स्टाफलाई तपाईँले प्रत्येक व्यक्तिको कति दिनुभएको छ मैले पर्सेन्टको हिसाबले दिन्छु कस्तो पर्सेन्ट भनेको जस्तै अब उनीहरूले जतिजना दिनमा काम गर्न सक्यो त्यति हिसाबको उनीहरूको स्यालेरी आउँछ है त्यो दिन सक्ने तपाईँको यहाँ सम्भावना के छ हेर्दाखेरि कोही ग्राहक पनि देखिँदैन न तपाईँको त तलको स्पालाई पनि हामीले चाहिँ किनभने त्यहाँ अब जे पनि हुनसक्छ त्यो ठाउँमा मेरो ग्राहक के तपाईँको छेउमा लगेर मूर्ति बनाएर राखिदिनु पर्ने हो किन तपाईँको यो सुनसान ठाउँमा कसरी चाहिँ यत्रो पैसा हुन्छ भने के जब ग्राहकै नभएको ठाउँमा पैसा कसरी कमाउन सक्नुहुन्छ तपाईँले पैसा कस्तो कुरा गर्नुहुन्छ तपाईँलाई के अहिले पो ग्राहक आउनु भएको छैन होइन हुनुहुन्छ तल स्पामा हुनुहुन्छ तपाईँलाई जरुरी छ मैले देखाउनु पर्ने ल तपाईँ पत्रकार भने होइन रिपोर्टिङ गर्न आएको रिपोर्टिङ तपाईँको हरेक क्वेसनको एन्सर दिन म तपाईँलाई चाहिँ के को प्रुफ देखाउनु पर्यो त हामीसँग प्रुफको लागि बुम छ यो बुम त मसँग पनि छ क्यामेरा छ यो मसँग पनि छ ल्याऊ तपाईँसँग हातपात नगर्नु यो बोक्दैमा के पत्रकार हुन्छ के यो नबोकेर पत्रकार हुन्छ त अनि तपाईँले यो बोक्दैमा कस्तो मलाई चाहिँ के अल पत्रकार जस्तो लाग्यो अलपत्रै जस्तो लाग्यो तपाईँ कपाल हेर त्यस्तै छ अलिकति विचार गरेर बोल्नुहोस् होइन तपाईँको आफ्नो पर्दाफास हुँदैछ भन्दैमा जो पाए त्यस भगवान मेरो केही पर्दाफास हुँदैन जब म यहाँनिर एउटा बहिनीहरुसँग त्यहाँनिर हुका तानेर खाँदैमा बस्दैमा मेरो यहाँ किचन देखाउँदैमा मेरो स्पाको बारेमा खेदो खनेर तपाईँले यहाँ मेरो केही पर्दाफास गर्नेवाला होइन केही उखाड्न सक्नु हुँदैन भन्दै हुनुहुन्थ्यो त्यही भन्नु न रफ शब्द आउँदै थियो तपाईँको मुखबाट उखाड्ने भनेको त अब गाउँमा धेरै कुरा हुन्छ नि उखाड्ने खन्ने कोट्याउने होइन तपाईँसँग कुन तरिका नै सुन्नु न तपाईँसँग कुन तरिकाले आयो के यत्रो पैसा तपाईँसँग कति तपाईँले लगानी क्याफेमा ल यति भन्नु त तपाईँको क्याफेमा लगानी कति छ तपाईँलाई किन भन्नु म हजुर तपाईँलाई किन भन्नु नै भन्नुहोस् न हैन तपाईँ पत्रकार हो हामी रिपोर्टिङको लागि आएको हामीले तपाईँको यहाँ सुन्नु न तपाईँ पत्रकार हो भनेर त्यहाँ प्रुफ चाहियो सुन्नु न तपाईँ जस्तो तपाईँ मान्छे तपाईँ सुन्नुहोस् तपाईँ चाहिँ तपाईँ टिकटकमा आएर रोना धोना गरेर गाउँकोमा सिम्पल केटी भनेर हले कुराहरू गरेर होइन अब हेर्दा तपाईँलाई सिम्पल जस्तो पनि देखिँदैन तपाईँको यो हुलिया होइन तपाईँको यो हुलिया जुन चाहिँ शरीरभरिका यिनी ट्याटो स्याटो छन् जुन चाहिँ गालामाथि लगाएका यिनी फुलीहरू छन् होइन हैन के तपाईँ सिम्पल हो म सिम्पलै छु तपाईँले त्यसरी यहाँ हातपात नगर्नुहोस् है मैले पनि तपाईँको यहाँ मैले पनि तपाईँलाई यहाँ छोएर हेर्न मिल्छ अनि किन छोड्नु पर्छ ए होला बहिनी किन खिचिरहेको त्यो क्यामेरामा के को प्रुफ त हामीले यहीँ खिचिराखेको छ त बहिनी त्यो बन्द गरेर राख फेरि यो बहिनीहरूको होला जवाब हो तल काम गर्ने भने कहाँ तल काम गर्ने भनेको के स्पामा काम गर्ने स्पामा खास काम के हुन्छ तपाईँको ल भन्नु स्पामा खास काम के हुन्छ भन्ने कुरा मेरो भिडियो हेर्नु भएको छ कि छैन भिडियोमा मैले किन हेर्नु पर्यो हेर्नु भएको छैन लु हिँड्नु मसाज गर्न के काम हुन्छ मैले किन मसाज गर्ने मसाज सुन्नु न हो आफुले अनुभव नगर्नु नथाहा पाएर तपाईँको होइन स्पा भनेको के हो खासमा त्यो भन्नु न स्पा भनेको के हो तपाईले
तपाईँलाई के थाहा छ ल मैले थाहा पाएन मैले थाहा नभएर तपाईँलाई सोधेको मैले तपाईँलाई थाहा नभएर मैले तपाईँलाई सोधेको नथाहा कसरी खोल्नु भयो त यस्तो किन थाहा हुने मान्छेले मात्रै बिजनेस गर्नुपर्ने छ भन्ने केही छ थाहा नभएर कसरी बिजनेस हुन्छ त हो त्यो त गबाडले कसरी खोल्नु यो गबाडले कसरी खोल्नु भयो कसरी चलाउन सक्नुभयो त गबाड मान्छेले आइडिया भयो नि त मैले दुःख गर्दै गएँ काम गर्दै गएँ सबै कुरा बुझ्दै गएँ अनि मैले खोलेँ हो त्यो त अनुभव त्यही त अनुभव गर्नुभयो काम गर्दै जानुभयो बुझ्नुभयो होइन खास भन्नु न त्यो त त्यो स्पा भने के होला त्यति भन्नु स्पा भनेको तपाईँ भन्नु त मलाई ल एकचोटि भनिदिनु मलाई थाहा छैन तपाईँ भनिदिनु मलाई थाहा नभएर मैले तपाईँलाई सोध्दैछु मलाई पनि थाहा छैन तपाईँलाई सोध्दैछु थाहा नभएर किन खोल्नु भयो किन खोल्न नपाउने हो त्यो त खोल्न पाइयो तर थाहा नभइकन काम के हुन्छ स्पामा के हुन्छ काम स्पामा के हुन्छ मसाज हुन्छ मोरोकन हुन्छ स्टिम हुन्छ के हुन्छ भनेर हिँड्नुस् म तपाईँलाई गरिदिन्छु अनि तपाईँले थाहा पाउनु मसाज को लागि गर्नुहुन्छ मसाज को लागि गर्नुहुन्छ आउने कस्टमर हाम्रो दिदी बहिनी जति दाइ भाइ जति पनि आउनुहुन्छ हामी सबैलाई गरिदिन्छौँ दाइ भाइलाई पनि हुन्छ मसाज दाइ भाइलाई पनि मसाज हैन तपाईँ यो ल्याङ ल्याङ गर्न यहाँ सुन्नु न मसाज गर्नको लागि यहाँ सुन्नुहोस् त मसाज गर्नको लागि हैन मैले अहिले फेरि हैन मैले भेट जुन तरिकाले तपाईँ भन्नु त्यो तरिकामा पक्नु सुन्नु न मेरो कुरा सुन्नुहोस् मसाज गर्नको लागि स्टाफ तपाईँको चाहिँ छोरी मान्छे मात्रै हुन्छ छोरा नेपाल मान्छे सरकारले तोक्नु पर्यो नि त छोरा मान्छे पनि चाहियो छोरी मान्छेलाई छोरी मान्छे नेपाल सर तपाईँले प्राइभेट पैसा कमाउनको लागि व्यवसाय खोल्ने सरकारले चाहिँ त्यो किन सरकारले स्पा सेन्टर खोल्न इजाजत दिँदैन भने के मैले यहाँ खोलेर बस्थे अनि कानुनी रूपमा स्पा सेन्टर खोल्न दिँदैन थियो भने के मैले यहाँ खोल्थे त्यो त तपाईँको व्यवसाय हिसाबको फरक कुरा होला त कस्तो फरक कुरा त्यो व्यवसायको लागि त जुन पनि दर्ता गर्न मिल्यो यहाँ मैले चाहिँ यहाँले चाउचाउ के तपाईले के यहाँ मैले मानिलिनु यहाँ क्याफे खोलेको छु तपाईँलाई सरकारले डान्स बार बनाएर बस्न मिल्यो ल बिना दर्ता मिल्यो यो डान्स बार भन्दा कम छ तपाईँको यहाँ के देख्नु त्यस्तो डान्स बार जस्तो डान्स बारमा त कम छ डान्स यहाँ सुन्नुहोस् डान्स बारमा त तपाईँको कम से कम यतिको लुगा लगाएर भए पनि चल्छ तपाईँले त यहाँ तपाईँले त यहाँ मान्छेलाई नाङ्गो तपाईँले सुन्नुहोस् न तपाईँले नाङ्गो बनाएर चाहिँ नि मसाज गर्नु चाहिँ गर्नु नाङ्गो बनाएर अनि भित्र प्यान्टी लगाउँछ प्यान्टी माथि हामीले दिएको डिस्पोजर लगाउँछ अनि टावल भेट्छ अनि मसाज गर्ने के लुगा माथि तेल दल्दिनु दिमाग छैन अनि त्यो के अरे स्टाफ चाहिँ छोरा मान्छे राख्न मिल्दैन मलाई राख्नु त ल म छोरा मान्छे स्टाफ राख्छु तपाईले नै मसाज गर्नुपर्छ है त छोरा मान्छे गर्छु ल गर्ने हो गर्छु 100% हो मैले नै गर्छु भन्ने छैन नि त मैले तपाईलाई अरु पनि स्टाफ तपाईबाट गरौँ न त स्टाफ तपाईबाट गरौँ ल मबाट सुरु गर्छु र केटा राख्नु पर्यो यहाँबाट केटीहरु सबै हटाउनु पर्यो किन हटाउनु किन केटाले मात्रै काम पाउने केटीले काम नपाउनु भन्ने छ हैन यसमा किन केटी मान्छेले किन हटाउनु हैन यहाँ त यस्तो भयो नि त तपाईको जुन तरिकाको छ नि तपाई गाउँबाट आएको सिम्पल मान्छे भन्ने गरिबको छोरी भन्ने हो म गरिबको छोरी सिम्पल मान्छे के सधैँभरि मान्छे के चाहिँ गरिबै भएर बस्छ त भने भन्नु त हैन 2 वर्षमा यसरी आकाशका तारा ल्याएर झुन्ड्याउन सक्छ मान्छेले आकाशका तारा ल्याएर झुन्ड्याउन सक्छ नि ल हेर्नुस् त यो पुरै यो आकाशका तारा हैन नि पत्रकार हो कि के हो तपाई त यार छ्या भन्न पनि लाज तपाईको सुन्नुस् न अलिकति हैन पर सिधा सिधा कुरा भन्नुस् के गर्न आको तपाई यहाँ तपाईको रिपोर्टिङ गर्न आको के कुराको रिपोर्टिङ देख्नु भएन गरिरहेको छु त कुन ढङ्गले चलाउँदै हुनुहुन्छ के तपाईँ यो कुन ढङ्गले तपाईँ कुन ढङ्गले रिपोर्टिङ गर्दै हैन यसरी तपाईँ इलिगल तरिका तपाईँ यहाँ सुन्नु त ल तपाईँले सरकारबाट चाहिँ नि दर्ता छ भन्नुहुन्छ त्यो देखाउनुहोस् त एकचोटि मलाई देखायो भने के गर्ने देखायो भने के गर्ने यदि मसँग रहेछ भने के गर्ने दर्ता पेपर रहेछ भने ठिक छ राम्रो छ तपाईँ चाहिँ परिपक्व तरिकाले काम गर्नुमा रहेछ भन्ने बुझिन्छ हो ल देखाउनुहोस् ल हिँड्नुहोस् आउनुहोस् अनि यदि दर्ता पेपर मैले दिए भनेपछि नि मैले तपाईलाई ल हिँड्नु देखाउनु न पहिला ल लिएर आउनु ल फोकटिए मैले तपाईलाई किन भ्याउनु तपाईसँग हुनु पर्यो नि त किन मसँग छैन बिना दर्ता आज यत्रो 2 वर्ष बिना दर्ता तपाईले यहाँ चलाउनु बिना दर्ता मैले चलाउँछ बिना दर्ता चलाउन मिल्छ यसरी ल बिना दर्ता चलायो भने तपाईमा के प्रुफ देखाउनु नि त अनि देखाउनु न तपाईसँग के प्रुफ छ बिना दर्ता देखाउनु न पहिला ल देखाउनुस् अर्कालाई त्यतिकै यार एउटा छोरी मान्छेले गरेर खाएको देख्न नसक्ने छोरी मान्छेले गरी खाने जस्तो गरेर खानु पर्यो नि त नाङ्गै दुनियासँग सुत्दै हिँड्ने देख्नु भएको छ गरी खा जस्तो भनेर भन्नु के थाहा त अनि देख्नु भएको छ मलाई त्यो के थाहा त मैले त्यो भनेको छु अनि त्यही त भन्नु भने गरी खाने तरिकाले खानु पर्यो भनेर भने नि तपाईले अब सुतेरै खाएको भए पनि के थाहा उठेरै खाएको भए पनि के थाहा मुतेरै खाएको भए पनि मलाई के थाहा नचाहिने कुरा गर्नु त फेरि चाहिने कुरा गर्नु न 2 वर्षमा यसरी चाहिँ सम्भावना कसरी हुन्छ कि तपाईले आकाशको तारा छुने तरिकाको आकाशको तारा तपाईको 10-15 जना स्टाफ पाल्ने भने यहाँ मान्छेलाई अहिले घरको एउटा छोरा र छोरी पाल्न गाह्रो छ तपाईले 10-15 जना स्टाफ पाल्नु पाछ दुनियाको कुरा काट्दै दुनियालाई त्यो पनि भात खोर काट्टीको कुकुर डुले जस्तो लठार्दै हिँडेपछि घरको छोरा छोरी हैन आफ्नै जिउ पाल्न गाह्रो हुन्छ गर्नु पर्यो नि काम मेहनत गर्नु पर्यो नि नै तपाई यहाँ सुन्नु मेहनत पनि मेहनत जस्तो गर्नु पर्यो हात खुट्टा बजार्नु पर्यो त्यो गर्यो भने राम्रो हुन्छ होला हैन मैले भन्दै छु मेरो कस्टमरलाई डिस्टर्ब भयो
तपाईँको कस्टमरलाई डिस्टर्ब भयो तपाईँ यहाँ गइहाल्नु कस्तो खालको कस्टमर हो खै त आउनै खोज्दैन त भिडियोतिर आउनु पर्ने हो नि त राम्रो कस्टमर किन यो राम्रो तपाईँको कस्टमर भिडियो आउने ठाउँ हो आउनु पर्ने जरुरी छ? यो राम्रो त्यहाँ भिडियो पनि खिचिरहेको रहेछ। नै कस्टमरहरू यहाँ राम्रो आउने कुरा हो रिपोर्टिङ गर्न आएको भने चाहिँ झारे झुरे रिपोर्टिङ गर्न आगोले के चाहिँ चाक खिच्छ त भिडियो नखिचिकन तपाईँकै चाक खिच्नु नै तपाईँको सुन्नु न तपाईँको सुन्नु तपाईँकै खिच्नु पर्ने रहेछ तपाईँको त्यो कुरा छोड्नु कि तपाईँको यहाँको यो चाहिँ खास तपाईँले मलाई धन्दा के हो क्या तपाईँको कति मुख छाडेर नै नै तपाईँले मलाई मुख छाडे मैले तपाईँलाई मैले एउटा के चाक खिच्ने भनेर के भने अनि तपाईँले के खिचिरह भने त के खिचिरा भने अनि के खिचिरह देख्नु भएन पत्रकारको काम के हो पत्रकार भने तपाईँ कार्ड खोइ कार्ड चाहियो मलाई तपाईँ पत्रकारितामा छ तपाईँ पत्रकार हो भने मलाई प्रुफ चाहियो तपाईँको कार्ड चाहियो मलाई तपाईँलाई किन चाहियो कार्ड तपाईँले देखाउनु तपाईँले यहाँको दर्ता तपाईँले दर्ता कार्ड देखाउनु भयो हामीलाई तपाईँलाई मैले दर्ता पेपर मैले देखाएँ भने तपाईँले पत्रकारको रिपोर्टिङ कार्ड स्योर देखाउँछु मैले पहिला तपाईँ देखाउनुहोस् ल पहिला तपाईँ देखाउनुहोस् हैन पहिला तपाईँ देखाउनु कन्फर्म हुनु पर्यो नि तपाईँ होइन पत्रकार हो काम बिगारेर बस्ने तपाईँ कि म मैले के काम बिगारेँ अनि तपाईँले मलाई जवाब दिन सक्नु भएन नि त यहाँ चाहिँ यो स्टाफहरू जुन तरिकाले राख्नु भएको छ नि यो स्टाफहरू चाहिँ के अरे छोरा मान्छे हुनुपर्ने त मसाज चाहिँ गर्नुपर्ने हो भनेपछि छोरी मान्छेले मात्रै भने के ग्यारेन्टी छ ल कमसेकम आधी छोरा नि त बनाउनु पर्थ्यो नि त तपाईँले मसाज सेन्टरमा अब मसाजमा काम गर्न यसको मतलब के हो? मान्छे नराम्रो सोच्ने त्यस्तो भनेर कस्तो कस्तो भनिरहेको छ हो यही नराम्रो सोच्छन् भन्ने तरिकाले तपाईँले चाहिँ नि मिलाएर राख्न सक्नु पर्थ्यो कि पर्दैन झन् राख्यो भने चाहिँ के गर्छ होला के गर्थ्यो त त्यहाँ कसैको छोरी बहिनीले हातपात गरिदियो भने छोरा मान्छेबाट कमाउन सकिन्न भन्नु भन्नुहोस् न सिधै छोरा मान्छे स्टाफ राखेर कमाउन सकिन्न भन्नु कसले भने हजुर कसले भने कि तपाईँको सोच विचारले त्यही भने तपाईँको सोच र विचार मैले यो सोचेकै छैन मैले भनेको छैन तपाईँ कसरी भन्नु तपाईँको सोच विचारबाट त्यही नै भन्नु तपाईँले चाहिँ किन भन्यो मैले यो भनेकै छैन यो शब्द मैले यो शब्द होइन छोरी मान्छे हैन मैले यो शब्द भनेकै छैन छोरी मान्छे मात्रै तपाईँले छोरी मान्छे मात्रै राख्नुको कारणले त त्यही भन्छ नि त के मैले मात्र राखेको छु छोरी मान्छे मात्रै कोले राखेको छ ल यो काठमाडौँको सबै यसमा छानबिन हुनु पर्यो हैन छानबिन गरिन्छ आज सबभन्दा सुरुवात तपाईँकोबाट हुन्छ हेर्नुहोस् होइन हजुर छानबिन हुनु पर्यो कुन चाहिँ स्पामा केटा स्टाफ छ मलाई प्रुफ पनि चाहियो हो किन राखिदैन मेरो आवाज पनि यही हो किन राखिदैन त छोरा मान्छे किन राखिदैन त स्टाफ भनेर म हिजो आएको मान्छेलाई सोध्ने हो जसले नेपालमा स्पाले हो तपाईँ चर्चामा हुनुहुन्छ त तपाईँ चर्चामा हुनुहुन्छ त चर्चाबाट जानु पर्यो नि त भनेपछि जो चर्चामा छ त्यसलाई चाहिँ तल तान्न खोज्ने तान्न खोजेको होइन तर यथार्थमा यहाँ कसरी कमाइ राखिएको छ के धन्दा भइरहेको छ हामीले बुझ्न नपाउने त्यत्रो मिडियामा आइरहन्छ त बुझ्या छैन तपाईँले हो त्यो त तपाईँले 5000 दिएर ल्याएका मिडियाहरू होला तर म त्यो होइन नि त 5000 तिरेर 1 रुपैयाँ नतिरेर आएको आफै ए आउनुहोस् बोलिदिनुहोस् यहाँ मेरो लागि राम्रो बोलिदिनुहोस् यहाँ चाहिँ यसरी गरिराखेको छु प्रुफ होइन त्यो प्रुफ तपाईँ झिकाउनु यदि त्यहाँ कुनै प्रुफ भेट्यो भने तपाईँलाई म बाइक राख्दिनँ नि फेरि यदि बिना स्वार्थ होइन बिना पैसामा यहाँ पत्रकार आएर मेरो बारेमा केही राम्रो रिपोर्टिङ गरेर गएको होइन जस्तै अब मैले पैसा तिरेको केही प्रुफ छ भनेपछि त्यो मलाई चाहियो बिना प्रुफ नबोल्नुहोस् यही घाँटी याकेर बिना प्रुफको कुरा होइन प्रुफ त यसै देखिरहेछ नि त तपाईँको यो प्रगति नै प्रुफ हो क्या तपाईँको यो किन भन्यो क्या होइन 5000 मा ल्याएको पत्रकार भन्यो क्या जस्तै पत्रकारले मैले पैसा दिएको देखेँ हो त्यही भएर तपाईँको राम्रो बोल्यो होला नि त म त त्यो बोल्ने पर्ने मान्छे भएन म त यथार्थ जे छ त्यो बोल्ने मान्छे भएँ यथार्थ बोल्यो तपाईँले न ठेलाको बोलेछ न टुप्पाको साली खाली त्यो नचाहिने कुरा मात्र बोलिरहेछ तपाईँ के चाहिँ नचाहिने कुरा बोल्नु घरि के भनेछ घरि के भनेछ दिमाग छैन तपाईँको एउटा यो हैन यत्रो तपाईँले हेरेर हैन किन तपाईँले मलाई के भनेको यो टच गर्ने काम नगर्नु यसरी गर्ने हो के गर्ने अर्काले गोरी खाएको ठाउँमा यसरी बेइज्जत गर्न खोज्ने हो तपाईको बेइज्जत मैले गरेको छु अनि के भने त नि हामी तपाईले व्यवसाय कसरी चलाइरहेको तपाईले यो व्यवसाय कसरी चलाउनु एउटा माइक बोकेर आउँदैमा के खतरोको कुरा नगर्नुस् तपाईको यो रेस्टुरेन्ट भन्दा महँगो पर्छ यो माइक यो पत्रकारसँग ल देखाउनु त यो माइक यस्तै स्याम यही देखाउनु त तपाईको यो क्याफे तपाईको यो क्याफे भन्दा महँगो पर्छ यो मेरो क्याफे भन्दा महँगो अनि कति पर्छ किन्नु भएको छ तपाईले कहिले यो देख्नु भएको छ यस्तै हरियो बोल्छ तपाईको हाम्रो हरियो पहेँलो रातो बोल्छ तीनटा बोल्छ हाम्रो तपाईले जस्तो हो त्यो हरियो मात्र बोल्ने हो किनभने त्यस्तै हो तपाईको बोल्छ नै यहाँ त्यही भएर त तपाईसँग पैसा छ हैन तपाईसँग पावर छ तपाईले यहाँको तपाईले मेरो दिमाग खराब भइसक्यो छ कस्तो कस्तो मान्छे आउँछ यार अलिकति नेपालमा एउटा छोरी मान्छेले राम्रो काम गरे तपाई सक्नुहुन्छ हैन दुनियाले नराम्रो तपाईले ठीक छ तपाईले हैन यहाँ सुन तपाईले तपाई पक्न यसमा हैन यहाँ मलाई बोल्नु दिनु पहिला दुनियाले एक त नराम्रो भनेको कामलाई मैले राम्रो तरिकाले अगाडि लान खोज्दा पनि नराम्रै हो भन्ने प्रुफ गर्न तपाईले नै देखायो क्या हो त्यही त किन देखायो तपाईले ल मैले प्रुफ गर्न देखाएँ हैन आफ्नो एउटा नेपाली चेलीले एउटा राम्रो तरिकाले अगाडि लग्न गइरहेछ भन्ने त्यो हुँदा सुन्नु त खुसी हुनुपर्ने ठाउँमा उल्टै तपाई यहाँ मलाई गलत साबित गर्न आइराख्नु भएको छ तपाईले के देख्नुभयो त्यस्तो तपाईले यसमा कसरी चलाइ राख्नु भएको छ मलाई देखाउनु ल किन देखाउनु देखाउनु न आउनु न कोसन त्यहाँ गोरा हेर्नु नै इस्पामा
तपाईँको स्पामा कस्तो खालका गराएको छन् हेरौँ न त किन हेर्नु यहाँ बस्नु तपाईँ यहाँ बस्नु तपाईँसँग धेरै कुरा छ यहाँ बस्नु ए हातमा हाल्ने जबरजस्ती होइन गुन्डा गरिदियो हो तपाईँको होइन गुन्डा गरिदियो तपाईँले आएर यहाँ एउटा छोरी मान्छे मात्रै भएको ठाउँमा आएर घरि के भनेको छ त्यो भन्ने तपाईँलाई कसले अधिकार दियो भन्न पाइयो नि हामीले रिपोर्टिङ गर्न नपाइने हामीले रिपोर्टिङ गर्न नपाइने तपाईँको तपाईँ रिपोर्टिङ हो तपाईँ रिपोर्टर हो भन्ने के प्रुफ छ अनि तपाईँसँग चाहिँ यहाँ तपाईँ व्यवसाय तपाईँ यहाँको व्यवसाय हो भने तपाईँ यहाँ व्यवसाय हो भने के प्रुफ छ यहाँको व्यवसाय के प्रुफ भने म देखाएँ भने अनि म देखाएँ भने त तल पनि वाङ्गै माथि पनि वाङ्गै राखेर जाने व्यापारी बन्छ वाङ्गै पारेर म हिँड्दै जाउँ तपाईँलाई के मतलब यो कोही तरिका हो म जे लगाउँ जसो लगाउँ होइन तपाईँले विकृति फैलाउनु भयो के विकृति फैलाउनु तपाईँले चाहिँ भिडियोहरूमा जम्मैले नाङ्गै त्यो मसाज गरेको भिडियोहरू हाल्ने हो तपाईँले हो त्यो प्राइभेट कुरा बाहिर देखाउन मिल्छ के देखायो मैले कसरी देखाउनु भयो तपाईँले ल तपाईँ भर्खर हिँड्नु मसाज गर्न कसरी गर्दो रहेछ म तपाईँलाई देखाउँछु हो त्यो मसाज गर्ने कुरा प्राइभेट कुरा हो त्यो प्राइभेट गर्नु पर्यो नि तपाईँले भिडियोमा किन भाइरल गरेको थियो किन भाइरल गरे तपाईले त्यो केका लागि भाइरल हाल्नु मैले गरेन किनकि दुनियाँले तपाईँ जस्तै नबुझ अबुझ गवारहरू तपाईँ जस्तै अबुझ मान्छेले भनेपछि मलाई बाध्यता भयो क्या यो पब्लिकमा ल्याउनु पर्छ र यसलाई मैले सही तरिकाले लानु पर्छ भने चाहिँ नाङ्गै देखाइदिनु मलाई देखाएँ मैले नाङ्गै त्यही देखाएको छैन त के देखाएको भिडियोमा त्यही देखाएको छैन तपाईको टिकटक आइडीमा तपाईका पर्सनल आइडीहरुमा तिनी छैनन् छन् सबै छन् मेरो किन हाल्ने यस्तो कुराहरु हेर्नुस् दर्शकबिन यस्तो छ यहाँको धन्दा चाहिँ उहाँले चाहिँ धन्दा भने के हो हात नहाल्नु धन्दा भने के हो के भने त्यो धन्दा भनेको काम धन्दा भनिन्छ कि भनिदैन धन्दा भने के हो हैन भाइ धन्दा भने के हो देखाऊ कसलाई भाइ तिमीलाई भनेको धन्दा भनेको के हो देखाउनु पर्ने हो काम धन्दा भनेको भिडियो बनाएर हैन यहाँ आउनु धन्दा भनेको यो धन्दा भनेको म देखाउँछु धन्दा देखाउँछु के रहेछ त्यो गुन्डासँग लिएर पिटाउला भने होला दुई चार जना मान्छे जगुल्टे मुगुल्टे धन्दा भनेको के हो किचनमा देखाउँछु हैन धन्दा मन्दा त यही देखिन्छ त उयो त यस्तो हैन ओइ बहिनी यसरी नखिचौँ त भिडियो किन तपाईले गर्न हुने मैले गर्न नहुने धन्दा भने हैन तपाईले धन्दा चलाएको भने हैन तपाईले धन्दा चलाएको भने हैन मलाई अनि किन भने धन्दा के रहेछ हिँड्नु म देखाउँछु तपाईलाई हजुर धन्दा के रहेछ म देखाउँछु तपाईलाई हिँड्नु छिटो नत्र भने थुतुन र मुतुन भेरे जिन्दगीमा जोगाएन भने मा दुःख पाउँछ हो त्यो कुरा तपाईले जोगाउनु पर्यो के मैले तपाईले जोगाउनु तपाई धन्दा भने धन्दा भने तपाईले मैले के धन्दा भने तपाईले धन्दा चलाइराछ भनेर भने हैन धन्दा भनेको मैले धन्दा भनेको त्यस्तो धन्दा भनेको हो काम धन्दा भनिन्छ कि भनिदैन गाउँले सान तपाईले कुन तरिकाले भनिराछ के मैले पनि धन्दा तपाईलाई देखाउँदै छु त हिँड्नु न ल तपाईलाई म धन्दा देखाउँदै छु कुन तरिकाले गर्छ आउनु सुन्नु है सुन्नु हातपात नगर्नु धन्दा चलाइराछ रे मैले धन्दा हैन के तरिकाले भने तपाईले ल धन्दा के रहेछ म तपाईलाई देखाउँछु आउनुस् यहाँ हावातालको कुरा नगर्नुस् है ल हेर्न सक्नुहुन्छ दर्शकबिन यहाँ चाहिँ नि हैन एकदमै दादागिरी शैलीमा चाहिँ उत्पन्न भइसक्नु भएको छ मायाजी चाहिँ उनले टिकटकहरुमा र आफ्ना पर्सनल सामाजिक सञ्जालमा मात्रै मिठा मिठा कुरा गर्ने अनि त्यो खालको तपाईहरुलाई दर्शकहरुलाई पट्याउने ल्याउने यो ठाउँसम्मलाई हैन अनि त्यसपछि र यहाँ आएर यस्ता खालका दादागिरी प्रकृतिहरु देखाउने नेपाल सरकारले के हेरिरहेको छ यस्ता मान्छेहरुलाई हैन यस्तो तरिकाले चाहिँ नि कामहरु चलाइरहेको छ उले पैसा चाहिँ टनाटन कमाइरहेको छ गरिब भनिराखेको छ लुटिराखेको छ हैन तपाईँ मात्र नबोल्नुस् कि यहाँ मेरो पनि बोली सुन्नु पर्छ तपाईको मात्र होइन बुझ्नु भयो तपाईको बोली के सुन्नु त ल भन्नुस् तपाईले के भन्यो लुटिराछ हातपात गरे गुण्डागर्दी गरे तपाईले मलाई धन्दा यस्तो गरिराछ उस्तो गरिराछ भनेर तपाईले मलाई आरोप लाउँदाखेरि के म चुप धन्दा भनेको काम धन्दा भने मैले आजसम्म सबले मलाई भिडियोको कमेन्टमा मात्र मलाई नराम्रो गर्थ्यो तर मलाई त्यो मतलब हुँदैन हो त्यही भएर मलाई बाँकी राख्दैन सिधा कुरा तपाईले मलाई के देख्नु मसाजमा नाङ्गे देखाछ रे यो देखाछ रे वाङ्गे फाङ्गे रे अनि त्यो देखाउन मिल्छ के देखाछु मैले त्यस्तो त्यसरी देखाउन मिल्छ के देखाछु मैले त्यस्तो त्यसरी तपाईले भिडियोमा कमेन्ट गरे जस्तो भने होला भाइ मुख सुख गर्दिन्छु तिमीले के भन्न ठान्या कसको मैले के नराम्रो गरेको खाएको देखेछौ नराम्रो गरेको देखेछौ त्यही राम्रो गरेर खाएको देखेर त्यही राम्रो खाएको देखेर त भने नि अब मासु भातभरि तिमीले खाएछ खसीको मासु तिमीहरूले खाएछ कतैबाट दही चिउरा मिठो मिठो जे पाउँछ घिउहरू सबै तिमीहरूले खाएको छ हामीले त्यो राम्रो खाएको छैन त्यही भएर तिमीहरू राम्रो खाने हामी नराम्रो हामीले नराम्रो खाएर यहाँ अब हामी पनि राम्रो खाना पाइन्छ भनेर आएको मान्छे आएर पत्रकार भनेर यहाँ पोकरमा अरूलाई डिस्टर्ब गर्न आउने यार अर्काको खेदो खन्न आउने तर नेपालमा हो के मान्छेले भन्छ र तपाईका गरागरु किन भागिरहेछन् यसरी उहाँबाट गरागरु आउने गरागरुले यहाँबाट आउने हामीलाई देख्ने बित्तिकै क्यामेरा देख्ने बित्तिकै भाग्ने जरुरत छ यहाँबाट यहाँ गराग भाग्यो तपाईको को गराग आयो यहाँ भाग्यो क्यामेरामा देखिन नमिल्ने चाहिँ
को हो त नि के रे को हो त नि मेरो गरा स्टाफ हो यहाँबाट भागिरहनु तपाईँको 2-3 जना गरागहरू भागिरहेछन् यहाँ चाहिँ भागेर तपाईँको यहाँ सबै अनैतिक तपाईँको यहाँ सबै अनैतिक कामहरू हुन्छ त्यो भएको कारणले त यहाँ क्यामेरामा देखिन खोजेको तपाईले के नराम्रो नराम्रो भन्छ हैन के भन्छ तपाईले ह तपाईले के नराम्रो नराम्रो भनिराको त के भन्न खोजे तपाईँले हात नाल्नु मैले भनिरहेको राम्रो काम गरेर होला नि यस्तो त मान्छेलाई के गरेर मार अनि साच्चै भने ओए नानी पुलिस त्यो त्यहाँ नपर्सेको गरेर फोन गर्दा यस्ता मान्छेलाई न पुलिसलाई फोन गर्छ के ए पुलिसलाई त म चाहिँ फोन लाउँछु अब ल फोन गर्नु यहाँ बोलाउनु कुरा यथार्थ के हो रहेछ तपाईँको आज यो कोल्याप्स हानेर जानुपर्छ सर कोल्याप्स हान्ने हैन तपाईलाई चाहिँ कोल्याप्स अहिले भाडा दिने ठाउँमा लगेर हान्छ है मारि अनि भाडा भाडा खाइछन् हैन अहिले धन्दा भनिँदैन नि धन्दा मारि अनि भाडा त्यो खाना बनाएको भाडा धन्दा अहिले त्यहाँ गराउँछु म के हो यार